morning. Good morning, sir. Yeah, finally, here it comes. हाम्रो धेरै लामो समय पछाडिको एउटा मर्ती जाने प्लानहरु फाइनली आज बिगिन भएको छ। अब हामी चाहिँ यहाँ काठमाडौँबाट अल द वे पोखरासम्म ड्राइभ गर्ने छौं। हाम्रो रुट चाहिँ उहाँको आजको चाहिँ हामी के भन्ने तपाईँ तर तपाईलाई सारो बनाउने हामी फिक्री गरौँला। तर तपाईको आम स्योर तपाईको ड्राइभिङ स्किल निकै राम्रो छ। अरु पनि स्किल तपाईको राम्रो छ तर ड्राइभिङ स्किल तपाईको निकै राम्रो छ। तपाई अलि पक्का टेस्टेड ड्राइभर हो। हाम्रो क्याप्टन राम फ्रम क्युजी उहाँ पनि आउँदै हुनुहुन्छ हामीसँग यो ट्र्याकको लागि जोइन गर्न। वी विल पिक हिम अन द वे। आई थिंक उतला हो कि जस्तो लाग्यो। लुक्स लाइक क्या बुढो त खरो देशमा छ त। क्युजीको उहाँ फेरि डनै हो मान्छे होइन। नमस्कार हजुर नमस्कार। कता यात्रा त ओलाङको लागि यस्तो छ है। राम साहब खरो मान्छे हात मिलाउनुहोस् के छ यतिकै चाहिँ हुनु पर्यो। पक्का ब्याक प्याकर बेसो त हुन्छ होला बुझ्छु। लु यात्रा सुरु। तर सर म हिजो चाहिँ त्यो चन्द्रगिरी हिमाल पुगेको। चन्द्रगिरी त्यो चाहिँ 2500 मिटर रहेछ होइन। त्यहाँ चाहिँ चिसो भयो कि। अब भनेपछि हामी चाहिँ 4500 5000 जति जाने भनेपछि तपाईलाई त सानोतिर त एउटा उ भएछ त्यसमा त क्लाइमेटाइजेसन हो अल्टिट्युडमा पुगेर हो नि सर। पक्का चिसो रहेछ। अनि मैले यसो विचार गरेको हामीले चाहिँ अलिकति वेदरको चाहिँ अलिकति उ गर्नै पर्ने हो। 2500 मा त्यतिको भएपछि अब यहाँबाट चाहिँ आई डोन्ट नो कति लाग्छ पोखरा। हामी मुङलिनमा खाजा खानु पुगिन्छ कि भन्ने आशा लाग्दैछ मलाई। यसको अवस्था यस्तो छ। हुन त गेटिङ बेटर बन्दैछ बाटो नबन्ने होइन। अलिक ढिलो कसोको तल विकास हुँदैछ। हाम्रो जिन्दगी चाहिँ तपाईँको हातमा छ। ड्राइभिङ इन्स्ट्रक्टरको लागि यहाँको ड्राइभिङ इन्स्ट्रक्टरहरूले कुनै क्वालिफिकेसन लिएको हुन्छ भन्नुहोस् त। आई डोन्ट थिङ्क यहाँको ड्राइभरले लिएको छ। मैले सोद्धाखेरि चाहिँ दे हेभ नो क्वालिफिकेसन। ड्राइभिङ इन्स्ट्रक्टर हुनुको लागि त चाहियो नि त क्वालिफिकेसन। जस्तो उहाँ हेर्नुहोस् त होइन कति डिफिकल्ट हुन्छ। एभ्री वान क्यान ड्राइभ तर त्यो इन्स्टलर हुनुको लागि त चाहियो नि त क्वालिफिकेसन। जस्तो राइट इन्डिकेट गर्यो यो इन्डिकेटर किन राइट इन्डिकेटर दिएको जा भनेको हो नि त होइन। त्यो त रङ इन्डिकेटर हो। त्यो त ऊ दाइर जाने इन्डिकेटर हो नि त होइन। होइन जस्तो ड्राइभिङ इक्जाम दिँदाखेरि चाहिँ यस्तो फिगर आउट गर्नेहरू छ नि त। त्यो भनेको चाहिँ कस्तो हो भने सिम्पली इक्जाम दिँदाखेरि यो क्वेसन आउँछ यो क्वेसन पढ्यो भने जस्तो त्यसले त इक्जाम त पास होला तर ऊ नलेजेबल त हुँदैन नि त। इन्डिपेन्डेन्ट ड्राइभिङ गराउनुपर्छ नि एटलिस्ट 1 आवर 2 आवर जति। अनि पो मान्छे धेरै स्किल हुन्छ। यो रोड चाहिँ नेपाली स्पेसल के हुन्छ यो त अलिकति अनब्यालेन्स हुन्छ। ओहो यो भाले एउटा लोकल भाले भेटियो यहाँ। यो भाले पकाउनुको लागि चाहिँ कराई चाहिँ 2 आवरको एउटा हाम्रो क्युम ग्राउन्डमा छ। तर सेफ चाहिँ क्युजी हुनुपर्छ। मलाई थाहा छ क्युजीले मेसिन साह्रै मिठो पकाउँछ। 100% मिठो मेसिन खुवाएको छ नि तपाईँलाई। मौका पायो हजुर लन्चै भयो त। आयो 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 कता डाइरेक्सन लिनुभयो? त खाना कस्तो हुनु पर्यो नि त हामी खाना। आइपुग्यो हामी। आई थिङ्क कति बेला हामी हिँडेको 7:30 हिँडेको। अनि कति घन्टा लाग्यो? 12 बजी लाग्यो। हजुर 4.5 घन्टा 4 hours 30 minutes। हो राम साहब के छ मुङलिममा खाजा खानुभयो? खाजा खाइए। तपाईँ फ्रेस देखिन्छ त मान्छे अलवेज हेयर। यतिको चाहिँ हुनुपर्छ है। हाम्रो चालक रूप तपाईँको ड्राइभिङ अहिले सोफार भेरी गुड छ। सोफार चाहिँ पास हो सर। राम साहब पछाडि निदायो भनेपछि तपाईँको यु हेभ सम स्किल्स। डट पनि राखिदिनु पर्ने कि यत्रो गरिसकेको अनि यो पेन्टिङ गरेर चाहिँ पाइयो रोड चाहिँ बनायो पोलिस सब गर्न पाइयो। अहिले पिन्डिङ रहेछ त ए त्यो त पिन्डिङ रहेछ रमाइलो रहेछ त रूप हेर्नुहोस् त।
Nice one, yeah. Good picnic or something. Yeah, finally हामी लेकसाइड आइपुग्यो अहिले रूप he is continue as a driver रामनगरी अलमोस्ट टायर्ड हुनुभयो थाक्नुभयो म चाहिँ थाक्नुको कारण चाहिँ बसेर हो पकाउन सक्यो उहाँको नेपालको रोडले गर्दाखेरि होला आज चाहिँ के होला जस्तो लाग्दैछ यहाँ ठक्क राम साहबको पनि बर्थडे आजै हो साहबको बर्थडे बनाइदिन्छ साहबको आज एडभान्स बर्थडे कति दिन बाँकी छ त्यही दिनको एडभान्स बर्थडे हो अहिले चाहिँ हामी पोखरा आइपुगेको अवस्था हो राम साहब अलिकति बिमारी हुनुभएको बुढो मान्छे एकचोटि यसो लेग साइड घुमाएको आज चाहिँ अब हाम्रो ट्र्याक सुरु हुनेवाला छ यहाँ प्याकिङ हुँदैछ कति सामानहरू हामीले छोड्नु पर्ने हुन्छ कति सामानहरू हामीले बोकेर जानु कसको हो यो कडा छ त भन तपाईँको हो यतिको चाहिँ लोगो विथ चिसो तातो खाने छ भने प्रब्लम हुँदैन जिन्दगीमा ओहो ल तपाईँको प्याकिङ अलरेडी रेडी हजुर कडा छ त सिके प्याक गर्ने भयो पक्का होइन वाटरप्रुफ हजुर रूप रेडी हो नि सर ल तर we had a fantastic sleep here है तपाईले यो त ठिक किन्नु भयो क्या यो हाउ मच मैले त 500 500 किन्नु भयो हैन 500 रुपैयाँ थियो 650 को चाहिँ 500 मा किन्नु भयो गुड डिल पाउनु भएछ या राम नम्बर छ हाउ यु डुइङ फाइन थ्यांक यू रेडी टु रक यस ओके एक्साइटेड हजुर या ओके तपाई चाहिँ झन् पक्का आज निकै पक्का एनर्जेटिक देखिनुहुन्छ हिजो बेलुका थकाली भान्साहरूले तपाईलाई फुल एनर्जी दियो होला अब नेपाल सरी काठमाडौँबाट चाहिँ हाम्रो बबिन आउनुपर्ने इज सेङ द फ्लाइट इज अन टाइम सो प्रोब्ली इन अबाउट कति बज्यो अहिले 25 मिनटको फ्लाइट हो सर 45 मिनट्स सो आई थिङ्क इन अबाउट 7:45 it should be arriving in ल बबिन वेलकम ल थ्याङ्क यू सो मच या बबिन जस्ट एराइभ लेट्स गो तपाईँको इस्ता यो हामी चाहिँ अब मर्देतिर हेडिङ गर्दैछौँ बबिन भाइ रिसेन्टली जोइन्ट राम साहब मैले एउटा कफी खुवाएको फ्रेस देखिनुहुन्छ रूप हाम्रो चालक अब चाहिँ उहाँको सुरु भयो अहिले चाहिँ हामी यो पोखरा बागलुङ हाइवेदेखि हामी काँडेतिर जाँदैछौँ वेदर लुक्स फाइन अलिअलि बादल लागिरहेछ अहिले चाहिँ हामी यो घट्टे खोलाको पुल आयौँ अब यहाँबाट चाहिँ हामी देब्रे लाग्छौँ काँडेतिर धम्पुसबाट जाने हो भने चाहिँ यहाँबाट दाहिनेतिर लाग्छ होइन यता हो धम्पुसतिर जाने हो चाहिँ तर हामी काँडेबाट जाने हो You arrived at Kane. यो धेरैचोटि भयो मिस हुन आँटेको अघि धन्दै छुटेछ साहबले सम्झिएर नि मैले चाहिँ मलाई हामी काँडेमा आएको छौँ होइन यहाँ चाहिँ हामी अब लन्च सन्च खाएर मेरो प्लान चाहिँ खास यहाँ अराउन्ड 9 तिर आइपुगिसक्यो भनेको यताउता गर्दा 10 भयो ठिकै छ यहाँबाट चाहिँ हामी अब यो पोथाना हुँदै प्रितम देउराली नर्सरी मेबी लन्च चाहिँ यहाँ खान पुगिन्छ क्या हामी लन्च चाहिँ यहाँ पुगिन्छ हामी चाहिँ लोकियामा पुग्ने प्लान छ लेट्स यु आरएफएन्स रेडी फर मर्दी ट्र्याक लेट्स गो
लेपडा आउँछ अहिले चाहिँ वे हेयर नाउ हामी लन्चको लागि चाहिँ यता पुग्छौँ होला सो आज हाम्रो लाइट स्टोभ यहाँ आउनसक्छ है बेसी यात्रा सुरु भयो है अब यात्रा सुरु भयो मर्दिमलको यात्रा सुरु भयो थ्याङ्क्स टु हाम्रो ज्ञान साहब है अहिले थ्याङ्क्स होइन यो थ्याङ्क्स चाहिँ तपाईँले सकिएपछि एट द इन्डमा लेग साइडमा ह्याप्पी न्यू इयर चिसो बियरको साथमा हुनुपर्छ थ्याङ्क्स चाहिँ नट नाउ इट्स टु अर्ली हजुर सर हाम्रो चाहिँ न्यु इयरकै दिनमा फिनिस हुन्छ है सर ठक्क न्यु इयर इभमा अनि प्लानै गरेको हो नि त न्यु इयरमा सक्ने यहाँबाट चाहिँ सुरु गर्नु बित्तिकै माथि अस्ट्रेलियन क्याम्पसम्म चाहिँ अलिकति उकालो पर्छ कि इट विल गुड वार्मअप तर नेसनल स्टडी हिँड्यो भने ठिकै हुन्छ यहाँ चाहिँ अलिकति उकालो छ कि उकालो त्यो माथिसम्म हो तर ठिकै हुन्छ या हामी हिँडेको कति भयो हाफ एन आवर न 15 मिनट जस्तो वे टु अस्ट्रेलियन क्याम्प 1 घन्टा भनेको छ तर प्रोब्लम विल रिच देयर सुन अलिअलि वार्मअप भयो मान्छेहरू बोल्नु छोड्यो अहिले चाहिँ हामी काँडे ऊ तलबाट जोड्नु सुरु गरेको हो या इट्स ब्युटिफुल भ्यू तल सनको डाँडा देखिँदैछ कसको कुकुर हो यो बेच्ने हो कि नबेच्ने चक्लेट त हामीले बोकिन्न चक्लेट भइदिन्थ्यौँ तिम्रो नाम के हो भाइको नाम वरुण तिम्रो अनुष्का के यो कहाँ जन्मेको हो यो घरमै हो किनेको हो कतिमा किन्यो दिनु भएको हो हामी माथि पुग्नु कति लाग्छ होला अस्ट्रेलिया क्याम्प पुग्नु एउटा पुग्छौँ कति राम्रो लाग्यो ल थ्याङ्क यू ल ब्रो किप कमिङ हिँडेको चाहिँ जस्ट 40 मिनट्स भयो राम साहब अलरेडी एक्जस्टेड अहिले न तपाईँको मसल्स देखाएको हो कि पक्का गर्मी भएको एनिवे इट लुक्स भेरी हेल्दी त्यहाँ लेट्स गो कहाँ गएर आएको तिमीहरू कति लाग्छ पुग्ने यहाँबाट हामी 10-20 मिनट ए हो बुढो भएपछि हिँड्नु पनि सकिँदैन रहेछ है आयुष म पनि केटाकेटी हुनु नि हेलो नमस्कार तपाईँलाई स्कुल हो भाइहरू स्कुल हो होस्टल हो तिमीहरू यहाँ पढ्छौ के हो त स्केटिङ हो तिमी गर्छौ तिमी कतिमा पढ्छौ कसको कुखुरा हो यो लोकल कुखुरा तिम्रो हो घडी हेर्दाखेरि हामी हिँडेको चाहिँ 1 घन्टा 8 मिनट भएछ बिस्तारै आयो हामी जस्ट रफली एन आवर टु एराइभ हियर जहिले पाउँछ सिधै बाटोबाट वी जस्ट एराइभ टु अस्ट्रेलियन क्याम्प इट टुक अबाउट कति 1 घन्टा प्लस लाग्यो भनौँ एन आवर प्लस लाग्यो विच इज हाम्रो एस्टिमेटेड अनि एक्सपेक्टेड टाइम नै हो राम साहब अलिकति फ्रेस देखिनु भयो अब किनकि उहाँको वार्मअप भर्खर सुरु हुँदैछ साहब मेरो चाहिँ फर्स्ट टाइम ट्रेकिङ है अनि गदालाई अलिकति भारी नपुगे जस्तो भयो भएछ अब हामी चाहिँ नर्मल सेफ्टी उहाँको चाहिँ सेफ्टी भइरहेको छ त्यो 15 केजी यो 3.5 केजी 5 किलो छ 18-19 केजी ह्याभिङ गुड फन
यो चाहिँ अलिकति फर्स्ट टाइम आइस ब्रेकर हो क्या मेरो लागि। अब नेक्स्ट टाइम चाहिँ साफसँग जिममा चाहिँ 4 बजीदेखि 8 बजी। अहिले चाहिँ हामी चाहिँ काँडेबाट चाहिँ बिहान 10 बजीतिर हिँडेको। आज चाहिँ 11 अप्रिल 2025 अनि अहिले हामी चाहिँ ठ्याक्क अस्ट्रेलियन क्याम्पमा आइपुगेको छौँ। हामी चाहिँ 1 घन्टा 8 मिनटमा सापको घडी अनुसार चाहिँ आइपुगेको रहेछ। अनि यो चाहिँ अस्ट्रेलियन क्याम्प। अब यो ठाउँलाई चाहिँ अस्ट्रेलियन क्याम्प किन भनेको भनेर साहबले अघि एक्सप्लेन गर्नुभएको थियो। पहिला अस्ट्रेलियनहरू आएर यहाँ क्याम्पिङ गरेको रे, अनि त्यस कारणले चाहिँ यो चाहिँ अस्ट्रेलियन क्याम्प हुन पुगेको रहेछ। अब यहाँको भ्यू हेर्नुभयो भने फन्टास्टिक है। अलिकति अहिले चाहिँ बादलहरू अलिकति हिमालतिर लागेको छ, हिमाल चाहिँ देखेको छैन। लौजा लौजा हाम्रो साहबले चाहिँ फेरि दिइहाल्नुहुन्छ। ल अब यो भिडियो चाहिँ ठ्याक्क 1 मिनट लामो भयो। म चाहिँ यो भिडियोलाई चाहिँ धेरै लामो बनाउने प्लान चाहिँ छैन, त्यही भएर म चाहिँ स्टप गर्न गएँ। अब हामी चाहिँ अस्ट्रेलिया क्याम्पबाट चाहिँ डिपार्ट हुँदैछौँ। ल मैले राखेँ, सी यु नेक्स्ट टाइम। ल यहाँको सिन फेरि एकचोटि हेरिहाल्नुहोस्। कतै हो म चाहिँ गरेको हो रुख। ल तपाईँको पालो रुखको पालो डेमो। हजुर तपाईँ डेमो तपाईँ लडिहाल्नु भने इन्सुरेन्स छ नि त। डोरी सो यो मुनिको चाहिँ पोथना भन्छ, त्यहाँ हामी 15 मिनटमा पुगिहाल्छ। अनि ओ पारी डाँडामा देखिएको चाहिँ पितम देउराली पनि भन्छ। इट टेक्स अबाउट एन आवर फ्रम हियर, त्यति पनि लाग्दैन होला हामीलाई। त्यहाँ चाहिँ हामी लन्च खाइन्छ। रुफ फ्रम्स अफ लाउन्स आउन्स पोथना आयो। अब चाहिँ नियरली लन्च ब्रेक हुन आँट्यो। यहाँबाट अर्डर गर्ने होइन सर? यहाँ त के हो त्यो त एकदम फ्यामिलियर देखिन्छ गेन्साको ल युट्युबको लोगो। दिदी सन्चै हुनुहुन्छ? हजुर हामी चाहिँ यहाँ छौँ। कहाँबाट हिँडेको हामी चाहिँ? हामी चाहिँ अब अस्ट्रेलियन क्याम्प यो यताबाट आएको क्या। हामी अहिले पोथानामा छौँ। हजुर अब देउराली पुगेपछि हामी लन्च खाने हो। हजुर यताबाट जाने हो, तर उहाँलाई चाहिँ फ्युचरमा अब उहाँ चाहिँ घरे प्यान्ट जाने हो नि त। हजुर हामी चाहिँ भयो भने चाहिँ लो क्याम्पसम्म पुग्ने होइन सर? पोथानामा आइपुगेर अब पोथानाबाट अगाडि बढ्दैछौँ। साहबहरू अगाडि अगाडि हाम्रो एक्सपेडिसन लिडर ज्ञान साहब, उहाँको ब्याग चाहिँ मलाई एकदम मन परेछ। यो चाहिँ पोथानामा यहाँ यस्तो धाराहरू पनि रहेछ। साहब सो फार सो गुड। हामी चाहिँ पोथानाबाट अगाडि बढ्दैछौँ। अहिले चाहिँ टाइम चाहिँ ठ्याक्क 12 बजेर 10 मिनट जस्तो हुन रहेछ। ल आयो ल लास्ट म्यान इन गुड। ल तपाईँलाई राम साहब यस्तो बनाउँदाखेरि एउटा गीतको याद आएन? सम्झिनुहोस् त। साथै राख्यो जस्तो लाग्छ, कतै टाढा जाँदाखेरि सँगै हिँड्यो जस्तो लाग्छ। आउनुहोस्, यो बाटो मैला गर्नु हुँदैन त्यसरी, मलाई गर्दै हुनुहुन्छ। हामी एकछिन बिसाएर यहाँ सरसफाइ कार्यक्रम गर्ने कि? हजुर हाम्रो ज्ञान साहबको निर्देशनमा हामीले सरसफाइ नगरौँ, अम्बल सुरु गर्ने कि?
यहाँ गाउँमा तपाईँ बसेको हो यो वनमा र चलाएको भनेर चाहिँ विदाउट टेलिङ अथवा विदाउट समथिङ दिएर मलाई बताउनुहोस् त ल। अब दुईवटा कुरा भने एउटा चाहिँ छट्टा यसको के अरे जुस चाहिँ तपाईँको हात काटेको मलाई चाहिँ त्यो रगत चाहिँ ठ्याक्क रोकिन्छ। अर्को चाहिँ बनमारा चाहिँ बनै मारे नि त्यो कारणले चाहिँ त्यो चाहिँ उहाँकोतिर हो, पठाउनुहोस् त म देखाउँछु। नहुन पनि सक्छ है पट्ट गर्ने यो सानो सानो पात भयो डेमो भन्नु सानो त्यसले कसले खेलाएर छ भने कसले ठुलो बजाउँछ त्यो बजाउनु छैन भनेको त फाल्टो छ नि त त्यो भिजेको छ नि त पात ठुलो छैन नि त। ल है 4वटा भयो ट्राई गर्नुभएको यहाँ। तपाईँ गर्नुहोस् त लु गुड ल्याउनुहोस् तपाईँ गर्नुहोस् त लु। ल अब यो भिडियो चाहिँ यहाँ जोस् धेरै लामो नगरौँ होला साहबलाई देख्नुभयो EIDP ल अब यो भिडियोलाई म अन्त गर्दै हेर्नुहोस् अब 1 घण्टा हामी यतिकै दाइले खाना खान लाग्यो त्यसले गर्दा हामी आइसक्यौँ खाना खान लाग्यो त्यो ल त ल टोटल 360 देउराली डे 1 प्रितम देउराली भन्ने ठाउँमा आएको छु। टाइम फर लन्च। अलिकति मान्छे टायर्ड भएछ सम्मान परिस्थिति के हो त्यो तिम्रो हो तिम्रो नाम के हो अश्विनी तिम्रो नाम अर्बिसा तिम्रो डगी हो छोरा त अर्बिसा कति क्युटी रहेछ तिमीले किनेको हो कि कहाँबाट ल्याएको हो र के हो नाम उसको टमी टोनी हो केटा मान्छे कि केटी मान्छे हो केटा हो कति भयो कति उमेर भयो हाउ पोखराबाट ल्याएको हो कति क्युट रहेछ हेलो टमी ल टमी हाउ आर यु हेलो ड्युड ओइ टोनी टोनी हो टोनी मलाई देऊ मलाई जाऊ मलाई पैसा दिन्छु नि तिमीलाई धेरै नदिने यसको साथी साथी छैन यो मात्रै हो अनि उसको फ्रेन्ड चाहियो होला नि त राति रुँदैन राति चाहिँ यही हामीले सुताइदिन्छौँ अनि हामीले हेलो टोनी ओके कति मजा गर्छ तिमी स्कुल जान्छौ कति क्लासमा पढ्छौ 3मा जाने ओके ऊ चाहिँ भने तिम्रो फ्रेन्ड हो टोनी राति रुन्छ अलिअलि कहिलेकाहीँ खाना दिन्छौ खानेकुरा टाइम टु टाइम या प्रितम देउराली भन्ज्याङ आइपुग्यौँ हामी लन्च जस्तै खाइयो भर्खर राम साहब चाहिँ यहाँ लन्च खाएर अलिकति अनकन्सियस भएको अवस्था हो उहाँ अघि पछि हुनुहुन्थ्यो तर अहिले लन्च खाएर फुल्ली चार्ज भएपछि इज लिडिङ बाई द फ्रन्ट सो राम साहब ओके यहाँबाट चाहिँ लान्द्रुक तल थाङसुङ ओह्रालो एउटा लान्द्रुक त्यहाँबाट पारि घान्द्रुक पुग्छ। अब यहाँबाट देब्रे लाग्यो भने चाहिँ यहाँबाट दाहिने लाग्यो भने चाहिँ माथि फरेस्ट क्याम्पतिर जान्छ है। आई थिङ्क इट टेक्स अबाउट 2 आवर्स टु रिच फरेस्ट क्याम्प। अब हामी अलिकति सुइसै हिँड्यो भने हजुर ल अहिले चाहिँ हामी यस्तो एउटा के भन्ने के भन्छ यसलाई दोभान चोक जङ्सनमा आइपुग्यो जङ्सन आएपछि यो चाहिँ छोटो बाटो 1 घण्टा होइन यो छोटो बाटो अलिक उकालो छ यो लामो बाटो अलिक दम्साइलो छ होइन साइनबोर्ड छ त्यहाँ ल रूप भन्नुहोस् कुन बाटो जाउँ म यो सबभन्दा लद्दुराम होइन तर म यो सर्ट 1 घण्टा सर्ट नै जानु पर्ला तपाईँले भनेपछि तपाईँले आँटेपछि मैले पनि आँटेँ ओके लेट्स गो देन ल होइन हाम्रो साहब राम साहबलाई नि राम साहब भनेको त राम थाहा छ नि तपाईँलाई पहिले राम चाहिँ वनवास अनि गुप्तवास बसेको 14 वर्ष त्यही माथि त हो नि त्यही माथि हो नि त होइन
त्यहाँ भएरै जानुपर्छ। तपाईँ यहाँ त्यही बाटो छ पहिलेको रामले चाहिँ 14 वर्ष बस्यो, अहिलेको रामले चाहिँ उतल झोक्सीमा 5 मिनट बसेर आएर के बस्छ थाहा छैन होला। है त्यो घर माथि बुक गरिसकेछु। अगाडि बढौँ बढौँ हो हाम्रो टोली। हजुर मनले आगे बढौँ भन्दैछ, खुट्टाले चाहिँ आगे नबढ भन्दैछ। खुट्टाले चाहिँ बिस्तारै सकियो पुग्यो भन्छ, मनले चाहिँ माथि माथि जान्छु भन्छ। Yeah, finally we arrive at rest camp. जानु चाहिँ लोकियामै जानु खोजेको, जानु सकिएन। हामीलाई चाहिँ आज यतै बस्ने प्लान गरियो।